नमस्कार सबैमा, म युवराज बोल्न। हाम्रो उहाँ बलबहादुर अलिकति लामा काम गर्दा अस्ति मैले जुन हजुरको लागि सहयोग मागेको थिएँ, कोही साथीहरूले सहयोग गरिदिनु भयो। उहाँहरूलाई मुरी धन्यवाद दिँदै मलाई अलिकति उहाँको श्रीमती पनि अलिकति अपाङ्ग अनि उहाँ पनि अलि अपाङ्ग हुनुभयो। मैले जति सहयोग मेरो मनले जति देख्यो, मैले जसरी सहयोग मागेँ, अब यति गरेर सम्पूर्णले सहयोग जति पनि सहयोग गरिदिनु भयो, सम्पूर्णलाई मनैदेखि धन्यवाद दिन्छु। हजुरलाई कस्तो लाग्यो भनिदिनु। खुसी हुनुहुन्छ नि? मलाई खुसी छ, म अपाङ्ग भए ठाउँमा यति राजी खुसी गर्नुभयो, मलाई राम्रो छ। सम्पूर्ण हजुरलाई सहयोग गर्ने महानुभावहरूलाई धन्यवाद दिनु है। म धन्यवाद दिन्छु सबैलाई। अनि जति पनि मेरो दिदी बहिनी हामीलाई यहाँ सहयोग गर्ने चाहिँ कौसुतीदेखि दुईजना दिदीबहिनी हुनुहुन्छ। नाम खुलाउनु भन्नुभयो होइन। अनि कौसुतीदेखि, दलदलीदेखि र देवचुलीबाट 3 जना र कौसुतीबाट 2 जना सहयोग गर्नुभएको थियो। मैले फर्स्टमा चाहिँ यो पलङ म आफै बनाइदिएको थिएँ मेरो आफ्नो लागतमा, र मैले पनि अहिले जति सक्दो अहिले सहयोग गरेँ। सधैँ यस्तै सहयोग गर्न पाइरहेको भन्दै सबैलाई धन्यवाद दिँदै म चाहिँ बिदा हुन्छु है त। बोल्न भन्छ न। नमस्कार सबैमा, म युवराज बोल्न। हाम्रो उहाँ हुनुहुन्छ बलबहादुर अलिकति लामा काम गर्दा अस्ति मैले जुन हजुरको लागि सहयोग मागेको थिएँ, कोही साथीहरूले सहयोग गरिदिनु भयो। उहाँहरूलाई मुरी धन्यवाद दिँदै मलाई अलिकति उहाँको श्रीमती पनि अलिकति अपाङ्ग अनि उहाँ पनि अलि अपाङ्ग हुनुभयो। मैले जति सहयोग मेरो मनले जति देख्यो, मैले जसरी सहयोग मागेँ, अब यति गरेर सम्पूर्णले सहयोग जति पनि सहयोग गरिदिनु भयो, सम्पूर्णलाई मनैदेखि धन्यवाद दिन्छु। हजुरलाई कस्तो लाग्यो भनिदिनु। खुसी हुनुहुन्छ नि? मलाई खुसी छ, म अपाङ्ग भए ठाउँमा यति राजी खुसी गर्नुभयो, मलाई राम्रो छ। सम्पूर्ण हजुरलाई सहयोग गर्ने महानुभावहरूलाई धन्यवाद दिनु है। म धन्यवाद दिन्छु सबैलाई। अनि जति पनि मेरो दिदी बहिनी हामीलाई यहाँ सहयोग गर्ने चाहिँ कौसुतीदेखि 2 जना दिदीबहिनी हुनुहुन्छ। नाम खुलाउनु भन्नुभयो होइन। अनि कौसुतीदेखि, दलदलीदेखि र देवचुलीबाट 3 जना र कौसुतीबाट 2 जना सहयोग गर्नुभएको थियो। मैले फर्स्टमा चाहिँ यो पलङ म आफै बनाइदिएको थिएँ मेरो आफ्नो लागतमा, र मैले पनि अहिले जति सक्दो अहिले सहयोग गरेँ। सधैँ यस्तै सहयोग गर्न पाइरहेको भन्दै सबैलाई धन्यवाद दिँदै म चाहिँ बिदा हुन्छु है त। अब नयाँ बिस्तारा सुन्ने है। खुसी हुन्छ खुसी। उहाँलाई चाहिँ म के आग्रह गर्न चाहन्छु भने यो देवचुली 4 नम्बरको गिरबहादुर थापा छेत्री याराम वडाध्यक्ष हुनुहुन्छ। अनि वडाध्यक्ष र हाम्रो यसै नगरपालिकाका मेयर हरि नेपालीज्यूलाई उहाँलाई चाहिँ अपाङ्गको भत्ता मिलाइदिनु हुन आग्रह गर्छु है त। वडाध्यक्ष देवचुली 4को गिरबहादुर थापा छेत्री याराम भनेर चिनिन्छ र हरिबहादुर नेपाली है। उहाँ मेयर साहबलाई पनि अनुरोध गर्न चाहन्छु, उहाँलाई चाहिँ अपाङ्ग भत्ता चाहिँ दिलाइदिनु होला। तपाईँले नि अनुरोध गर्दै बोल्दै तपाईँले नि भन्नु। मलाई अपाङ्ग भत्ता चाहिँ जरुरी हो। सबैले यसो हेरेर संसारमा सबैजनाले पाइरहेको छ, मैले नपाउनु त्यहाँ म 56 वर्ष पुगिसकेँ। तर अपाङ्ग भत्ता चाहिँ मैले बचपनैदेखि पाउन पर्ने कुरो हो, तर मैले पाएन। नगरपालिका कमजोर हो कि अथवा वार्डै कमजोर हो कि के हो कि मैले बुझ्न सकेँ। त्यति कुरा चाहिँ मलाई चाहिँ यति गरेर मलाई राम्रो हुन्छ। हस् सुन्नुभयो है उहाँको अब आग्रह सुनिदिनु होला भन्दै म चाहिँ अब बिदा हुन्छु। सबैजना खुसी हुनुहुन्छ नि? खुसी ठिक छ ल है त।